ल यो आज चाहिँ बुढी खोला बाँधको बुढी खोलाको दृश्य यो हुनु चाहिँ एउटा खोलाको बगर हो। यहाँ खासै त्यस्तो केही त छैन, तर पनि यहाँ हेर्नुहोस् भिड। अब यो चाहिँ के हो? अब यहाँ चाहिँ यो बुढी खोलाको पुल हो, यो खोला हो। अब यो मेला भन्दा नि वारिपारि यो खुट्टा टेक्ने ठाउँ छैन। आज शनिबारको दिन परेको छ। ल हेर्नुहोस्, यो एउटा मान्छे मर्दाखेरि दाह संस्कार गरेर गर्ने ठाउँ हो यो पहिला चाहिँ। अहिले चाहिँ तमाम यसरी अब यो एउटा मानिसहरूको रहर होला हैन, यो भिडभाड गर्ने र यो भिडभाडको एउटा चलन जस्तो यहाँनिर विशाल तरिकाले चाहिँ अहिले जमघाट छ। अहिले हर्क साम्पाङको सरसफाइ ग्रुपहरूले पनि यहाँ सरसफाइ गरेर हरेक कुराहरू गरेर उहाँहरू श्रम गरी फर्किसकेको अवस्था र अहिले चाहिँ यस्तो छ। अब खोलाको माहौल अलिकति म कैद गर्न गइरहेको छु। यो अहिले चाहिँ खोलाको दृश्य हो। यो खासै त्यस्तो मनोरम नै चाहिँ छैन, तर पनि मान्छेलाई रमाइलो गर्न चाहिँ सजिलो बनाइदिएको अवस्था छ। ल अब वारिपारि यो सबै यत्तिकै टनाटन मान्छे खेल्ने क्रममा यस मान्छेलाई रमाइलो चाहिँदछ। 2 स्टेपको सिलिली खेल्ने ठाउँ छ। यो चाहिँ पहिलो स्टेप अनि यो दोस्रो स्टेप। आज शनिबारको दिन, आज 17 गते, माघ 17 गते। रमाइलो गर्ने क्रममा छन् सबैजना। ल यसरी मान्छेहरू खचाखच चलिरहेको छ, खेल्नेहरू खेलिरहेको छ। अरू खासै केही चाहिँ छैन यहाँ, केही पनि होइन पनि, तर पनि अब यस्तो छ हेर्नुहोस्। ल मान्छेले कपडा सबै मारेर यसरी खेल्ने क्रम। यहाँ ड्रोन क्यामेराहरू पनि चलिरहेको अवस्था। पारिवारि विशाल तरिकाले जमघाट। यहाँ तलतिर चाहिँ नानीहरू खेल्ने ठाउँहरू पनि बनाइएको रहेछ, नानीहरूलाई उखार्ने। यहाँ बगर छ एउटा। ल गोराबादको दृश्य चाहिँ यस्तै छ।